हेलो बालन सरकार, के नै गर्नुभयो तपाईले यार। वाह, गरिबको चमेली गीत हैन, त्यही नै तपाईको काफी छ। अरु के प्रगति गर्न सक्नुभयो? म एउटा सुकुम्बासी, तपाईले के गर्न सक्नुहुन्छ? सुकुम्बासीलाई चाहिँ के गर्न सक्नुभयो? डोजर लाउनु भयो बालन सरकार, डोजर लाउनु भयो हैन। यो इतिहासमा नाम लेखिन्छ होला। तपाई जस्तो दिमाग नभएको मान्छे, गजौडी जस्तो मान्छे हामीलाई चाहिन्न। हामी परदेशमा दुःख गरेर बसेको मान्छे। म सुकुम्बासी। मैले 14 वर्षको उमेरबाट मैले बोरा बोकेर दुःख गरेर मेरो एउटा घर खडा गरे सुकुम्बासीमा है। त्यो मेरो गल्ती थियो। म जन्मिँदै सुकुम्बासीबाट जन्मेरै छु नि त हो। र मैले बाउ आमाको सम्पत्ति टुक्रो पनि लिएको छैन, लिदा पनि लिएन हो। म सुकुम्बासी हैन। मेरो बाआमा पनि धनी थिएनन् होला, तपाईको जस्तो ठुलो सुन मैले जोड्न सकेन होला। ओहो, कति सुन छ है तपाईको, कति पैसा छ है, कति छ, कति याद गर्न बालन सरकार, याद गर्नुस्। तपाईहरु जस्तो मान्छेले गर्दा देश बिग्रेको रहेछ भन्न त भन्नुहुन्थ्यो। तपाईले सिंह दरबार जलाउँछु, जलाएरै छोड्नु भयो त। जनताको मन जलाउनु भयो, सिंह दरबार हैन। तपाईले जनताको मन जलाउनु भएको छ नि। अब तपाईलाई छोड्नेवाला जनताले छैन, तपाईलाई छोड्नेवाला जनता छैनन्। अब यो विचार गर्नुस्। केही नभएको 77-75 लाख जनसंख्या भनेको तपाईको सुकुम्बासी छन् देशमा। तपाईले के निर्णय गरेर सुकुम्बासीलाई चाहिँ के गर्नु भएको छ? तपाई ढल्दै हुनुहुन्छ। हामीले तपाईलाई ढलाउन सक्छौं। पहिला ढल्यो सरकार, अहिले तपाई ढल्दै हुनुहुन्छ। यो विचार गर्नुस्। अनि रवि खै सुकुम्बासीको लागि छाती अगाडि लाएर म जान्छु भनेको हैन। रवि त के हो र? एउटा सामान्य व्यक्ति हो, सामान्य व्यक्ति हो रवि। रवि सामान्य व्यक्ति हो। एउटा हामीले दुःख गरेर, सुकुम्बासीले बोरा बोकेर दुःख गरेर, परदेशबाट दुःख गरेर नेपालमा आउँदा अटो चलाएर हुन्छ कि के गरेर हुन्छ कि कसरी गरेर हुन्छ, एउटा सहकारीमा पैसा राख्दा त सहकारी सेभ भएन भने तपाईले के गर्नुहुन्छ? तपाईहरु सरकारले के गर्न सक्नुभयो? एउटा काला पानीमा तपाईहरुले चाहिँ सेना पठाउन सक्नुहुन्न नि। सुकुम्बासीमा किन सेना पठाउनुहुन्छ? हिम्मत छ जनतासँग जुत्न? अब तपाईहरु जनतासँग जुध्न हिम्मत गर्नुस्। राजाले नसकेको तपाईहरु को हो? सुन्नुभयो? वीरेन्द्र जस्तो बन्नुस्, राजा वीरेन्द्र जस्तो बन्नुस्, अरु नबन्नुस्। धेरै भयो तपाईहरुको चोरीफुरी, धेरै भयो। हामी जस्तो युवाले तपाईलाई चाहिँ जिताएको यो ख्याल गर्नुस्। हामी परदेश छौं। तपाईले सिंह दरबार आगो लाउँदा चाहिँ म नेपाल थिए होला, अब भएन भनेर परदेश हिँडेको व्यक्ति हुँ। सुकुम्बासीमा मैले घर बनाए, मेरो गल्ती। 14 वर्षदेखि उमेरदेखि मैले दुःख गर्दा चाहिँ 1 रुपैयाँ म सबै तपाईहरु जस्तो हैन यति सुन्छ यति उस छ यो छ भन्ने म कोही छैन। मैले मेरो परिवार र मेरो उस धान्नलाई चाहिँ मैले घर बनाए हो। मेरो गल्ती हो। मैले सुन जोड्न सक्थे, मैले पैसा बैंक ब्यालेन्स गर्न सक्थे। मैले कमाएको जति पैसा चाहिँ अहिलेसम्म मैले सुकुम्बासीमा लगानी गर्दा मेरो गल्ती। तपाईहरुको चाहिँ सुन जोडेको पैसाको हिसाब किताब मलाई चाहिन्छ। म पनि एउटा नेपाली नागरिक हो। नागरिकता मेरो पनि छ, तपाईको जस्तो छ, मेरो पनि त्यस्तै छ। यो हमेशा हुन पर्छ है। यो तरिकाले तपाई चल्ने हैन। चल्दै चल्नुहुन्न भने सुरुमा याद गर्नु होला, मेरो घर जुन दिन भत्किन्छ त्यो दिन म इमर्जेन्सी टिकट काटेर, विदेशबाट इमर्जेन्सी टिकट काटेर सिधै एयरपोर्टमा आएपछि तपाईको सिंह दरबारमा आगो लाएर मर्ने व्यक्ति मौमला। त्यसपछि मानवाधिकार के हो तपाईले विचार गर्नुस्। तपाईहरु चाहिँ आज जितेर गएर हुन्छ, भोलि हामीले जितौँला। सत्य कुरा यो याद गर्नुस्। यो बालन सरकारले याद गरे हुन्छ, रविले याद गरे हुन्छ, मलाई केही चाहिन्न। डोजर चल्दा म अगाडि छाती थाप्न जान्छु। वाह, तपाईको गफ है। तपाईलाई छोडिन्छ, तपाईलाई छोडिन्छ। तपाईले बुटोलको सहकारीबाट कति पैसा खानु भएको छ, त्यो बिचरालाई जेलमा हाल्नु भएन? हामीलाई थाहा छैन, हाम्रो पैसा अहिलेसम्म आएको। अहिले चाहिँ तपाईले संशोधन गर्ने, यो गर्ने, अध्यादेश, तपाईहरुको न्युते हैन।
के गर्न सक्नुहुन्छ? जनता जागे भने एकछिन पनि तपाईँ टिक्न सक्नुहुन्न, यो विचार गर्नुहोस्। अब जनता जाग्दैछ, जाग्छ, सुकुम्बासी सब एकजुट भयौँ र यो बालन सरकारलाई चाहिँ हामीले नछोडौँ। अब हो सत्य तरिकाले गरिबलाई हेर्छ भने छोड्ने, यिनीहरूको सुनको छानबिन हुनुपर्छ, यिनीहरूको चाहिँ जमिनको छानबिन हुनुपर्छ। गैर कानुनी हिसाबले त्यति जमिन राख्न पाइन्छ? संविधानले भनेको छैन हाम्रो यति जमिन राख्न भनेर है। ओहो बालन सरकार, वाह, तपाईँहरू चाहिँ महलमा बस्नु, गरिबको जनता चाहिँ रहनुहोस्।